सम्पूर्ण साथीहरुमा नमस्कार। नेपाल शेयर मार्केट सम्बन्धी विभिन्न जानकारी दिने क्रममा आजको भिडियोमा भर्खरै नेपाल धितोपत्र बोर्डबाट आइपिओ निष्कासन गर्न अनुमति पाएको र धेरै जनालाई पर्ने गरी आइपिओ निष्कासन गर्न लागेको कम्पनीले आफ्नो पहिलो चरणको आइपिओ बिक्री गर्न मिति तोकिसकेको छ र यस कम्पनीले कहिलेदेखि आइपिओ निष्कासन गर्दैछ, के कति किता कुन सेक्टरलाई निष्कासन गर्न लागेको छ र यसको पछिल्लो नेटवर्थ इपिएस कस्तो छ, यसको आइपिओ पर्ने सम्भावना के कति रहन्छ, यसको बारेमा जानकारी रहन्छ र यो सँगै फेरि अर्को एउटा कम्पनीले सेभनबाट आइपिओ निष्कासन गर्न अनुमति पाएको छ, त्यो कुन सेक्टरको कम्पनी रहेको छ र त्यस कम्पनीले के कति किता आइपिओ निष्कासन गर्दैछ, यी सम्पूर्ण कुराहरुको बारेमा यसै भिडियोमा जानकारी दिनेछु। यसको लागि हजुरहरुले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला र यस्तै आइपिओ एफए सम्बन्धी जानकारीमूलक भिडियोहरु हेर्न र सुन्न चाहनुहुन्छ भने कृपया हाम्रो यस च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिन सक्नुहुनेछ। अब ढिला नगरी भिडियो सुरु गर्न चाहन्छु। पछिल्लो समय लगातार विभिन्न कम्पनीहरुले नेपाल धितोपत्र बोर्डबाट आइपिओ निष्कासनको अनुमति पाउन थालेका छन्, तर जति पनि आइपिओहरु निष्कासन भएका छन् ती कम्पनीहरुको आइपिओ 10 किता हात पार्न पनि निकै लडाई गर्नुपर्ने हुन्छ, किनभने आइपिओ कम हुने र तर आइपिओ भर्ने लगानीकर्ताहरु दिनदिनै बढ्दै हुँदा आइपिओ भरेर पनि नपर्दा धेरै जना लगानीकर्ताहरुले निराश बेहोर्नु परेको बेलामा भर्खरै नेपाल धितोपत्र बोर्डबाट म्यानुफ्याक्चरिङ सेक्टरको पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले अहिलेसम्मकै धेरै आइपिओ निष्कासन गर्न यही पुस महिनामा अनुमति पाएको थियो भने यस पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको बारेमा भन्नुपर्दा यो कम्पनी हाल नवलपरासी जिल्लाको सुनवलमा रहेको छ र यस कम्पनीले हाल ओपिसी र पिपिसी गरी तानसेन सिमेन्टको नाममा दुईवटा क्वालिटीको सिमेन्ट उत्पादन गरी देश तथा विदेशमा समेत निर्यात गर्दै आइरहेको छ र हाल यस कम्पनीले नर्मली 1800 मेट्रिक टनदेखि पूर्ण क्षमतामा चालु रहेमा 2200 मेट्रिक टनसम्म उत्पादन गर्न सक्दछ र यस कम्पनीले 2019 सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो। यो थियो पाल्पा सिमेन्ट कम्पनीको बारेमा। अब यस पाल्पा सिमेन्टले के कति किता आइपिओ निष्कासन गर्न अनुमति पाएको थियो त यसबारे भन्नुपर्दा यस पाल्पा सिमेन्ट इन्डस्ट्रिज कम्पनीले 2021 साल वैशाखको 23 गते आइपिओ निष्कासन गर्न अनुमति माग गर्दै धितोपत्र बोर्ड समक्ष निवेदन दिएको थियो भने उक्त माग अनुसार यस कम्पनीले रु 100 अङ्कित मूल्यको दरमा चुक्ता पुँजीको 20% ले हुन आउने 75 करोड रुपैयाँ बराबरको 75 लाख किता आइपिओ निष्कासन गर्न अनुमति पाएको थियो र सोही अनुसार यस कम्पनीको आइपिओ अब 10 किताको दरले लगभग 7,50,000 जना भाग्यमानी लगानीकर्ताहरूलाई पर्नेछ। त्यसैले यस कम्पनीको आइपिओ आउने मिति तोकिसकेको हुँदा अब तयारी भएर बस्नु होला। अब यस कम्पनीले कहिलेदेखि आफ्नो पहिलो चरणको आइपिओ निष्कासन गर्दैछ त यसबारे भन्नुपर्दा यस कम्पनीले पुसको 25 गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि र विदेशमा कार्यरत नेपाली श्रमिकहरूका लागि आइपिओ निष्कासन गर्न लागेको छ। सबैभन्दा पहिला कुरा गरौँ यस कम्पनीले उद्योग प्रभावित स्थानीय बासिन्दाहरूको लागि के कति किता आइपिओ निष्कासन गर्न लागेको छ त। यस पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले पुसको 9 गते 75 करोड रुपैयाँ बराबरको रु 100 अङ्कित मूल्यको दरले 75 लाख किता आइपिओ निष्कासन गर्न अनुमति पाएकोमा जस अन्तर्गत पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रहरू पश्चिम नवलपरासी र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि जारी पुँजीको 5% अर्थात् 18 करोड 75 लाख रकम बराबरको रु 100 अङ्कित मूल्यको दरले 18,75,000 किता आइपिओ निष्कासन गरी बिक्री गर्दैछ। यदि हजुरहरू उक्त क्षेत्रका स्थानीय बासिन्दाहरू हुनुहुन्छ भने र यस कम्पनीको आइपिओ भर्न चाहनुहुन्छ भने यसको आइपिओमा कम्तीमा पनि 50 कितादेखि 100 किता भन्दा बेसी किताको लागि आवेदन दिँदा पनि हुन्छ, यदि हजुरहरूसँग प्रशस्त रिजर्भ पैसा छ भने मात्र। फेरि यदि यसको आइपिओ पर्यो भने हजुरहरूले 3 वर्षसम्म लकिङ पिरियडमा बस्नुपर्ने हुँदा हजुरहरूलाई गाह्रो हुन सक्छ र सबैले यति नै किता दिनुपर्छ भन्ने पनि छैन, तर आयोजना प्रभावितहरूलाई जारी गरेको आइपिओ बिक्न समय थप गर्नुपर्ने पनि हुने हुँदा सकेसम्म 100 किता भन्दा बेसी किताको लागि आइपिओ भर्नु राम्रो फाइदा हुन्छ। यसको लागि हजुरहरूलाई 1 लाख रुपैयाँ लाग्दछ र यसको आइपिओ हजुरले छिटोमा माघको 9 गते र ढिलोमा माघको 25 गतेसम्म भरिसक्नु होला। यस्तै गरी आयोजना प्रभावित स्थानीय बासिन्दाहरूले जहाँ पाएक पर्छ जस्तै नबिल ब्याङ्क तानसेन बर्दघाट गैडाकोट शाखा, प्रभु ब्याङ्कको पाल्पा बर्दघाट परासी र बेलटारी शाखा र सिद्धार्थ ब्याङ्कको पाल्पा बर्दघाट र परासी शाखामा गई आवेदन दिन सक्नुहुनेछ। अब दोस्रोमा विदेशमा रहने हुने नेपालीहरूको लागि यस कम्पनीले के कति किता आइपिओ निष्कासन गर्दैछ त यसबारे भन्नुपर्दा यस पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले जारी पुँजीको 15% अर्थात् 56 करोड 25 लाख रुपैयाँ बराबरको रु 100 अङ्कित मूल्यका दरले 56 लाख 25 किताको साधारण शेयरको 10% अर्थात् 5,62,500 किता आइपिओ विदेशमा रहेका नेपालीहरूको लागि निष्कासन गर्न लागेको छ। यसअनुसार जम्मा 56,250 जना भाग्यमानी लगानीकर्ताहरूले 10 किताको दरले यस कम्पनीको आइपिओ पर्नेछ। आजकल आइपिओ भर्नेको संख्या अत्यधिक हुने भएकोले यसको आइपिओमा हजुरहरूले 10 किता भन्दा धेरै किताको लागि आवेदन नदिँदा हुन्छ, किनभने माग धेरै भएपछि गोलापर्थद्वारा बाँडफाँड हुने हुँदा पर्ने चान्स निकै कम हुन्छ र यदि हजुरहरू विदेशमा हुनुहुन्छ र यो भिडियो हेरिरहनु भएको छ भने हजुरहरूले यसको आइपिओ पुसको 25 गतेदेखि 30 गते भित्र भरिसक्नु होला। अब यस पाल्पा सिमेन्टको पछिल्लो वित्तीय अवस्था कस्तो छ त यसबारे भन्नुपर्दा यस कम्पनीको 79-80 को नेटवर्थ
30 रुपियाँ 13 पैसा रहेको छ। त्यस्तै 8081 को 132 रुपियाँ 49 पैसा रहेको छ र 8182 को प्रतिशत नेट होत 135 रुपियाँ 75 पैसा रहेको छ। त्यस्तै यस कम्पनीको प्याज 7980 मा 1 रुपियाँ 31 पैसा रहेको छ र 8081 मा 2 रुपियाँ 34 पैसा रहेको छ भने 8182 मा 3 रुपियाँ 25 पैसा रहेको छ र यस कम्पनीको जगडा कोष हालसम्म 10,72,196 रुपियाँ रहेको छ। अब यस कम्पनीको ओपनिङ रेन्ज कतिसम्म हुन सक्छ त भन्नुपर्दा यस कम्पनीको यदि 8081 को नेटवर्कलाई आधार मान्ने हो भने 133 रुपियाँदेखि 400 सम्म हुने सम्भावना रहन्छ र यदि हजुरहरूलाई यसको 10 किता पर्यो भने 6 देखि 8000 सम्म कमाउने सम्भावना देखिन्छ। यो थियो यही पुसको 25 गतेदेखि पहिलो चरणको आइपिओ निष्कासन गर्न लागेको पाल्पा सिमेन्टको बारेमा जानकारी। अब कुरा गरौँ भर्खरै आइपिओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको कम्पनीको बारेमा। हाइड्रोबाट सेक्टरबाट शिखर पावर डेभलपमेन्ट कम्पनीले पुसको 16 गते नेपाल धितोपत्र बोर्डबाट आइपिओ निष्कासन अनुमति पाएको छ र यस कम्पनीले रु अंकित मूल्यको दरले 32 करोड रुपियाँ बराबरको जम्मा 32 लाख किता आइपिओ निष्कासन गर्ने भएको छ। यो भनेको पनि धेरै नै हो भन्दा हुन्छ र अब यस कम्पनीले छिटै नै आफ्नो पहिलो चरणको आइपिओ निष्कासन गर्नेछ। यस कम्पनीले आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएम क्यापिटललाई नियुक्त गरेको छ। यो थियो भर्खरै आइपिओ निष्कासनको अनुमति पाएको कम्पनी शिखर पावरको बारेमा जानकारी। हस्त आजलाई यति नै। हजुरहरूलाई यदि हाम्रो भिडियो मन पर्यो भने भिडियोलाई लाइक कमेन्ट र सेयर गरिदिनु होला र अहिलेसम्म पनि यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला। यतिन्जेल भिडियो हेरेर साथ दिनुभएको विशेष धन्यवाद। फेरि अर्को भिडियोमा भेट हुनेछौँ।